पावर बैंक काम छ नि कहाँनिर पर्छ भन्नु सिलगढीमा चाहिँ परे नेपालमा त्यति खोजे जस्तो लागेन सबै घरले गाई पाल्छ क्या यहाँ छेत्री बाहुन ज्यादा चाहिँ गाई पाल्छ क्या मकै बजारमा प्रशस्त निस्किरहेको छ पहिलेको मकै त्यो चाहिँ बढीमा त चितवनतिर हुन्छ अहिले खान थालिसक्यो त्यो दमक एरियामा मोरङतिर पुरै खान थालिसक्यो दार्जिलिङमा त कहिले मकैको सिजनै तुर्दैन मकै चाहिँ कहाँबाट लिएर बेच्छ भनेर त्यो टर्निङमा जहिले न तैँले बेचिरहेको हुन्छ एउटा भुट्टा रे जति सिजन पऱ्यो नेपाली त 80 पऱ्यो हामी 20 रुपियाँमा पाउँछ एउटा सिजन दुर्दै गएपछि महँगो हुन्छ
त्यही पनि त्यो कस्तो पनि पुलिसका चिजले फेरि हल्का तताइदिएर दिएछ चिजोकै बनाइदिएछ टोक्नै नसक्ने भयो त्यो डोरा तताएपछि एकछिन टाइम लिएर आफै पोल्नु लाउनुपर्छ क्या त्यो मैले त्यो देख्न बित्तिकै मैले त म साइड लागिहालेँ दाइले त लिएर हिँड्नु भएको छ क्या मकै भन्ने चिज कस्तो देख्ने फ्रेस खाने हो नि त खानु मन लागिन्छ फेरि हो त्यस्तो हुन्छ नि त काँचो चाहिँ साइडमा त्यो पुलिस चाहिँ फेरि हालेर भुङ्रोमा हालेर उयो गर्न लाग्थ्यो ल भयो 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 भनेर टापमा त म त कहाँ चाहिँ लिएर आउँछु घरमा बरु काँचै खान मिल्छ अस्ति पशुपतिमा नेपालको मकै पायो 10 रुपियाँ गोटा दियो अनि हो अन्त घरमा लग्यो मजाले उसिन्यो पोल्यो खायो मुसिनी हो कि फ्राई गर्ने हो कि होइन आफ्नो तरिकाले खान पाइयो हो त कोहीको सानो सानो छ कोहीको भाँतीहरू भइसक्यो रेडी भइसक्यो प्रायः रेडी भइसक्यो दुई लट बुधबारे यहाँ त बारे बारे रहेछ आइतबारे बुधबारे मङ्गलबारे सबै त्यस्तै छ जग्गा जग्गाहरू हाम्रो उतातिर पाहाडतिर गयो भने चाहिँ नि 0 किलो 35 किलो त्यस्ता त्यस्ता किलो किलो किलोमा किलोमा ठाउँको नामै किलो चम्म हुन्छ क्या ठाउँ ठाउँको हेर हेर सुक्खा पुरै पानी नै छैन यसलाई नदी भन्छ अन्त त्यो खरे खोला हो नदी भन्दा त हरेक दिन बग्न पर्यो नदी खोला अहिले सबसे ठुलो नेपाल र इन्डिया छुट्याउने मेची नदी त्यसमा त पानी छैन छैन यसमा के हुन्छ पानी अन्त मेची नदीमा बस्नेहरूलाई सबैलाई बगाएर लान्छ कहाँ पुऱ्याउँछ हो गाई गोरु बगाएर बङ्गलादेश निकालिदिन्छ हैदरपाडा कुनै के पाडा हुन्छ नि सिलगढीमा चाहिँ त्यस्तो पाडै पाडा छ दार्जिलिङमा चाहिँ लिङै लिङ छ क्या दार्जिलिङ तुमलिङ हो तामलिङ भन्ने जग्गाहरू त्यो जग्गा आफ्नो टोनमा जानुपर्छ कहाँ आउँछ अब लगभग होइन 10 भने चाहिँ अब 20 किलोमिटर पाइन्छ एयरपोर्ट अब 20 किलोमिटर बज्यो 3:30 होइन भ्याउँछ 2:15 आलौँ अब 20 किलोमिटर भने धेरै हुँदैन नि त अब तराई भेटेपछि त होइन रेन्जमा त अलिक 8 बजार लाग्छ यसलाई त 8 मेला केही पूजा हुन्छ होला नाच्दैछ खोत्रो
अनि के पर्व हो किन नेपालमा उधौली उभौली के पर्व आउँछ नि त हामी धरान जाँदा दमक जाँदा पोखरा जाँदा क्या यो मेन रोड जाँदैन नि यो बुधबारे नि माथिबाट क्या बुधबारबाट मान्छे लाने बुधबारेबाट एउटा सर्टकट छ कि सिधै दमक छेउछेउ निस्किन्छ त्यो बाटो काटिन्छ बाटोमा यस्तो चिल्लो छ हो फास्ट्याग एकदम फास्ट त्यो बाटो पसेर चाहिँ म्याप लाउनुपर्छ छँदै आउँछ नभए त यतै लगायो दिले यही देखाउँछ हो उता ल त्यो भित्री बाटो म्याप पास हुँदैन नि त कतिपयको अपडेट गरेर आउँदैन थोरै थोरै हुन्छ थोरै माथि माथि एसी चाहिन्छ एसी चाहिन्छ यस्ता आनन्दको एसी खाइरहेको छ चिसो है भर्खर रोपिरहेको छ त ऊ गोल्डी बेला भएको छ कोही गोल्डी बेला भइरहेको छ गर्मी ठाउँमा दुईचोटि हुन्छ क्या बाली नै एउटा खाइसक्यो एउटा अब खाना पम्प सिस्टम पम्प पनि पम्प भन्छ आफ्नो ठाउँमा राखेको हुन्छ यहाँ त पम्पमा आएर नि निस्किन्छ पानी नजिकमै भेट्छ नजिकमै भेट्छ यता त माथि मात्रै पानी नभेट्ने त हो नि राम्रो पानी आउँदैन आइरहनु होला तराई भने त धेरै सक्थ्यो होला चिलमिले खोला हो यहाँ चाहिँ पानी बगाइदिएको थियो है नहर होला यो पानी बगाइदिएको यो यताबाट आएको त घुमिरहेछ पुरै घुमिरहेछ पाहाडबाट आएर त्यसको लागि नि हो सर्पको लागि पनि हो क्या सर्पबाट माथि बस्नलाई मच्छर पनि बढी आउँछ नि हो खालको क्या हो रिस उठ्दो टोक्छ नि त्यसले माथि त्यस्तो चिसो मात्र रहेछ आयो एक दुईवटा आउँछ नि
फोहोर मैला छ नि त मैला त होइन है दार्जिलिङ त भन्नै नपर्ने है हाम्रो त्यो चेपचाप मात्रै खोज्यो भने त भेट्छै भेट्छ त्यहाँ पहिला जस्तो छैन नि ब्रिटिसले जुन हिसाबले प्लान गर्यो नि त्यो दार्जिलिङ छैन नि सबै धोतीहरू आएर क्या सबै बिगाऱ्यो नि हो मैला गऱ्यो रोक्ने मान्छे कोही छैन हो पहिला त्यो टाइममा त्यो पपुलेसनको हिसाबले म्युनिसिपालिटीको पानीको प्रोजेक्ट थियो अहिले त्यो प्रोजेक्ट त्यति नै छ त मान्छे बढेर कहाँ पुग्यो अन्त अब त्यो पानीले त एक छेउै पुग्दैन हो त्यति नै छ बाटो पनि त्यति नै छ हो जग्गा जग्गा फ्लाइओभर बनाउनु पनि त्यो छैन नेपाली हो नि डराउँछ भन्थ्यो नि लाग्छ बिचराको तेल तुरे क्या अब के ब्याट्री होला कुन ठेल्दैछ टोटो ए टुटु अटो अटो होइन त्यो त यहाँसम्म चाहिँ बढाएको छ बाटो माथि ठाउँ ठाउँमा ठुल्ठुल बनाएको छ न त सानो किन छोडेको काठमाडौँ जाने बाटोमा फ्लाइओभर बनाउनु लागेको छ यहाँ त चाहियो नि भाइ हामी यो कुन ठाउँ हो यो यो चाराली चाराली आयो चाराली कोरियन ल्याङ्ग्वेज सुजले काम गरिरहेको छ कुनै चिन्ह गरेर छ चाराली है अरू काम पनि नेपालै हो क्या यो इन्डिया होइन नि के चाहिँ सामान इलेक्ट्रिक इलेक्ट्रिक हो यता होइन पर काँक्रीभित्र हेर्नुहोस् काँक्रीभित्र अलिक ठुलो बजार हो यो त सानो हो हामी टिकट काट्दा चाहिँ कहाँ पाउँछ काँक्रीभित्र काँक्राभित्रै जानुपर्छ अर्को बाटो यता जानुपर्छ अहिले। पाउँदैन नि दाइ यता पाउँदैन फ्लाइओभर बनाउनु यहाँ त यो चोक पऱ्यो नि त चोकमा त समस्या हुन्छ नि त यताउता सबैतिर हाइवे छ हाइवेमा त चाहियो
धेरै ठाउँ जानिसकेँ दाइ मैले एक दिनमा तपाईँसँग हिँडेपछि तपाईँ त्यो हुन्छ नि बताइदिनुहुन्छ यताबाट घुमेर आएर एक राउन्डै भयो भइसक्यो हामी त एउटा शेर्पाको ठ्याक्कै यताबाट जानु भएको घुमेर तर यही बाटो ठिक लाग्यो दाइ मलाई यही ठिक लाग्यो घर मुनिको बाटै ठिक लाग्यो नजिक पनि है हजुर यही बाटो ठिक छ धेरै तराई नि भेटिँदैन यहाँबाट सर गएपछि आनन्द चिसो 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 भेट्दै आनन्दको होइन यहाँबाट गएपछि त्यही त हो नि उसम्म त हो नि होइन त्यसपछि अलिकति गाउँ छिरै त हो नि हामीले हेर पर्दैन नि नेपालै हो यहाँबाट त वहाँ माथिसम्म होइन माथि पशुपतिसम्म त नेपाल हो नेपालै हो त्यसपछि त धेरै जग्गा त हिँड्नु पर्दैन नि हामीलाई त्यहाँ गाडी लिए पनि बाइक लिए पनि बोर्डरमा त्यहाँ भान्साकै मुनिपट्टि केटाहरू बस्छ कि स्ट्यान्डमा हजुर गाडी राख्ने हो दाइ एक दुई दिन भन्यो भने उनीहरूले राखिदिइहाल्छ सिसी क्यामेरा छ त्यहाँ चार्ज लिन्छ 50 गरेर ठिकै 2 दिन राखेर 150 200 दिँदा के कुरा त्यो के त हराउने कुरा आएन केही तपाईँको नम्बर भएपछि हामीलाई सजिलो भइहाल्छ। कहाँ के दाइ यहाँनिर आइपुगेको छु कहीँ केही व्यवस्था पनि छैन भन्न पाइयो भइहाल्छ। अब दार्जिलिङ भन्दा सिलगढी सिक्किमहरू जान्छ। हजुर बागडोग्रा जानुपर्छ बागडोग्रा गएर त्यहाँ अलिकति गाडीको चेकचाक गरायो चेकचाक गरेर त्यो पानी के अरे रेडिएटर पानी क्या पानी चेक सुकिबस्छ घरिघरि कि डेली थप्नु पर्छ त्यस्तो थिएन पहिला गल चुयो किन चोएको पनि हुँदैन राखेकोमा फेरि घटेको हुन्छ टेन्सन भइरहेछ क्या गर्मी चढ्यो हो कि अरू बेला पनि त्यही हो हप्ता दिन 15 दिनहरूसम्म चेकै गर्दिनँ चल्थ्यो त्यतिखेर चलिरहेको थियो खोलेको पनि थिएन आज त डेली हेर्नुपर्छ यार आधी बोतल भन्दा बढी हाल्नै पर्छ बिहान थप्नै पर्छ यो गाडी त 10 वर्ष भयो नि किन समस्या यो गाडी त्यहाँ कहाँ त्यस्तो समस्या आउँदैन सकेसम्म आउँदैन 100 भएपछि होइन सबै चिजको विचार गरिन्छ प्रब्लम चाहिँ केही छैन अहिलेसम्म नट बोल्टो त कस्नु परिहाल्छ होइन गाडीको फाइनेन्स तुरेको चाहिँ 4टा भयो योसँग 4टा हो हजुर पहिला बोलेरो ल्यायो अहिलेसम्म 4 गाडी छु हो त्यसको फाइनेन्स छैन त्यहाँबाट अर्को ल्या सबभन्दा राम्रो त यही होला सुमो गोल्ड ल्या सम्म त्यो चल्दैछ लाइनमा कुन छ? यो लास्टमा छ हाम्रो सेयरिङ पनि चल्छ नि माथि सर्ट रुट क्या हजुर हजुर 30 रुपियाँ गोटा सिटी अटो जस्तो नि हजुर त्यो गाडी बाहिर आउँदैन खालि त्यो माथि सेयरिङ हिँड्छ क्या